हेलो साथीहरू, म चाहिँ आज तपाईँहरूले के देखाउन गइरहेको छु भन्दाखेरि मेरो चचो र बुवाले बनाउनु भएको आँपको अचार साथीहरू। तर भिडियो मात्रै देखाउन आँटेको है साथीहरू, रेसिपी चाहिँ मलाई थाहा छैन। तपाईँहरूलाई रेसिपी चाहिन्छ भने चाहिँ कमेन्ट गर्न सक्नुहुन्छ। म बुवालाई सोधेर रेसिपी रेसिपी भिडियो राख्नेछु। अनि बुवाले चाहिँ अचार बनाउँदै हुन्छ यतापट्टि, म चाहिँ भिडियो मात्रै बनाउँदैछु। मैले चाहिँ रेसिपी हेरेर पनि सोधेको छुइनँ। अनि बुवाले चाहिँ हेर्दा हेर्दै अचार पनि काम लाग्ने बनाइसक्नु भयो क्या साथीहरू। हाम्रो ससुराको हातमा चाहिँ जादु नै छ क्या साथीहरू। अनि जे बनाए पनि यति मिठो बनाउनुहुन्छ क्या साथीहरू। अनि मिठो हुन्छ बुवाले बनाएको चाहिँ जे पनि। अनि दिदीले चाहिँ यतापट्टिबाट यो खोइ के को भाँडा लिएर आउनुभएको रहेछ। यो चाहिँ माटोको भाँडा हो कि सिसाको भाँडा हो। अनि अचार चाहिँ हेर्नु नि साथीहरू, एकदम मिठो टाइपको भइसक्यो क्या। मलाई चाहिँ कहिले रेडी होला, कहिले खाम जस्तो भइसक्यो। यो अचार बनेपछि चाहिँ म 2 थाल भात एक्स्ट्रा खाने गर्छु होला साथीहरू, त्यस्तो खान मन लागिसक्यो। सो बुवाले चाहिँ अचार रेडी गरिसक्नुभयो यतापट्टि बिर्को सिर्को लगाएर। अनि त्यस पछाडि मसलाहरू साइडको